नेटवर्क भर्सेस चौला खेल हान्नु पर्छ अब रेफ्रीको हुइसल बजिसकेको छ अहिले ईश्वर भने चौला पहिलो क्वार्टर को टाइम मात्र 2 मात्र 10 सेकेन्ड बाँकी Sunday basket नेटवर्कका कप्तान को पनि तारिफ गर्नै पर्ने हुन्छ नेटवर्क जोरदार ताली दिनु होला खेलाडीको लागि अङ्कबिन बनेको कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छौँ र यो फाइनल प्रतियोगिताको फाइनल खेल रहेको छ गरिदिनु हुनको लागि पनि अनुरोध गर्दछु जय महाकाल फेरि पनि बास्केट गर्न सफल जर्सी नम्बर 10 रजनी राय जय महाकाल युवा समूह नेपाल अमेरिका अन्तर्राष्ट्रिय जनसम्पर्क सामाजिक सम्पर्क मञ्चलाई पनि हामी धन्यवाद दिन योसँग स्कोर रहेको छ 12 भने शून्य राम्रो बास्केट गर्न सफल कसले हात पार्दैछ त महाकालको यही समयको प्रतीक्षामा नै हामी हाम्रो विनर पाउनेछौँ विशेष सम्मानका साथ महाकालको हस्तान्तरण महाकाल कप 2082 10 नम्बर खेलाडी महानुभावहरू लगायत उपस्थित जति पनि हुनुहुन्छ उहाँहरूको निम्ति खानाको प्रबन्ध पनि हामीले गरेका छौँ खेलाडी साथीहरूले त्यसपश्चात खानाले फेरि पनि राम्रो प्रहार मान्न सकिन्छ यसलाई बल जला खेलकी खेलाडीको हातमा नाइस वाह वाह नाइस चेक त्यसै ट्रफी र नगद रु 25,000 हस्तान्तरण गरिदिनको लागि म सभापतिज्यू र प्रमुख अतिथिज्यूलाई अनुरोध गर्न चाहन्छु कृपया सभापतिज्यूले क्यास प्राइज र सभापतिज्यूले ट्रफी र प्रमुख अतिथिज्यूले क्यास प्राइज साथै चेक हस्तान्तरण गर्नको लागि म उपाध्यक्षज्यूलाई चेक हस्तान्तरण गरिदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु छेउछाउमा फोटो सेसन सबैले गरौँ सम्झना वन रोशनी लामा निरत लामा रमिला साउ शोभा श्रेष्ठ टिकामाया श्रेष्ठ कोच म्यानेजर र समीर खनाल रक्षा थापा च्याम्पियन महिला टिमलाई हार्दिक बधाई र शुभकामना दिँदै कृपया जोरदार तालीले स्वागत गरिदिनु होला जय महाकाल विद्या बास्केट प्रतियोगिताको ४औं संस्करणमा पहिलो विजेता हुने महिला टिम JWSC गर्ल्सलाई हार्दिक बधाई दिँदै पहिलो संस्करण महिलाहरूको लागि यो पहिलो संस्करण हो जय महाकाल विद्या बास्केट प्रतियोगिताको र पहिलो संस्करणमै प्रथम हुने टिम JWSC लाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ टिम एफसी नेटवर्कका पेमा चोपडा